अर्थशास्त्रका आधारभूत शब्दावलीहरूमा यो हो एक संक्षिप्त विश्लेषण। खास गरी नेपाल राष्ट्र ब्याङ्कको तयारी गर्दै हुनुहुन्छ भने यी अवधारणाहरूको द्रुत रिभिजनले तपाईलाई एकदमै मद्दत गर्छ। बजार कसरी चल्छ, राष्ट्रिय आय कसरी नापिन्छ र सरकारी नीतिहरूले कसरी काम गर्छन् भन्ने कुराको जग नै यही हो। अभावले गर्दा हामीले छनौट गर्नुपर्छ अनि यही छनौटहरूले बजार बनाउँछ। पढ्न बस्दा फिल्म हेर्ने अवसर गुम्छ हो, त्यही गुमेको फिल्म नै अवसर लागत हो। डिमान्ड भनेको बजारमा किन्न चाहने र सक्नेहरूको सामूहिक इच्छा हो। अनि अर्कोतिर छ सप्लाई, अर्थात् विक्रेताहरूले बेच्न सक्ने र चाहेको वस्तुको मात्रा। यिनै माग र आपूर्तिको अन्तर्क्रियाले नै हरेक चीजको भाव तोक्छ। यो त्यो ब्यालेन्सिङ पोइन्ट हो जहाँ क्रेता र विक्रेता दुवै मूल्यमा राजी हुन्छन्। जीडीपी नै देशको आर्थिक अवस्था नाप्ने सबैभन्दा चल्तीको स्कोरकार्ड हो। इन्फ्लेसनले महँगी कति बढ्यो भनेर देखाउँछ, जसले हाम्रो पैसाको किन्ने क्षमता घटाउँछ। रिसेसन भनेको देशको आर्थिक गतिविधिमा ठूलो सुस्तता आउनु हो। कहिलेकाहीँ बजारले स्रोतको सही व्यवस्थापन गर्न सक्दैन, यसलाई नै मार्केट फेलियर भनिन्छ।